नमस्कार सबैलाई आएको सन्चै हुनुहुन्छ र म पनि सन्चै आएको छु अनि आज म हल्का हिँड्न लाग्यो अनि तेज पनि गइहाल्यो उता म एक्लै अनि ऊ पनि खुइल्स पनि उता हिँडिदिनु भयो अनि म एक्लै कसरी बस्ने त नि घर भनेर आज हल्का यसो यताउता हिँडिदिन खोजेको धेरै खासै त होइन म एक्लै भनौँ न अब एक्लै भने नि हुन्छ अब भनिदिन्छ होइन अनि त्यही नै हो अनि के कस्तो हुन्छ भिडियो हेर्नुहोस् होला अनि त्यसो राम्रो त बनाउँदैन होला यहीँ अगाडि नै बाटामा जाँदाखेरि लाउँछ बजारतिर गएर के हिँड्ने कुरो आउँछ हल्का त्यही हो बुझ्दिनु होला अनि अनि हल्का पुगाइदिए त हुन्थ्यो नि त 1K पुगाइदिए त बजार हिँड्ने थियो त म त यसो गरेर हेलो गाइज भन्दै अनि 1K पुऱ्याइदिनु पऱ्यो नि त हजुरहरूले पनि अनि 1K चाँडैभन्दा चाँडै पुगाइदिनु पऱ्यो त्यति भन्न चाहन्छु अनि अनि त्यही नै हो अनि म एकछिन उतातिर गएर भेट्छु बजारको के कस्तो छ महल त्यो पनि हेर्नु पऱ्यो अनि ओके बाई बाबु कता हामी त होटेलमा होटेलमा कहाँको होटेलमा बिस्तारी बोले बिस्तारी म त नगर्ला होटेल बजारको होटेल अनि यो चाहिँ कसले किन यो मम्मी मम्मीले देखाउने हो तपाईँलाई देखाउने हो अनि यहाँ चाहिँ यसरी बसिरहेको छु म एसटी लगाएको छ यहाँ हेर्छ यहाँ के भन्नु नि त कुलर कुलर के अरे कुलर भनिन्छ कुलर भन्छ भनेर बवाल हुन्छ त्यही नै हो अब लाल मलाई त पस्नु त लाल अहिले खान्छ मौसम खानु सो गाइज म चाहिँ अहिले बजारबाट आइपुगेँ अनि हल्का कस्तो गरमको हल्का अनकम्फर्टेबल फिल भइरहेछ अनि त्यसै यो चाहिँ यहाँ ढलेर बजिरहेछ अनि त्यो चाहिँ हेरेर हाँसो लागिरहेछ अनि यसो टिकटक सिटो पनि बनाउनु पायो अब एकछिन बसेर अनि मस्तै अनि त्यही नै हो अनि त्यहाँको त्यो बजारको भिडियो पनि कस्तो आउँछ त्यो होटेलमा बसेको त्यो चाहिँ हेरिदिनु पऱ्यो होइन त्यो खासै राम्रो त होइन तर बनाउने राल्ला थियो त्यति बेला कता मान्छे पनि त्यो ग्राहकहरू पनि कोही पनि छैन ग्राहकहरू भइदियो भयो नि त हल्का त्यो वेटरहरू मात्रै सबै बर्बाद त्यसपछि त म त किने नि त्यसरी आयो अनि यो टुपी किनिदिएको ल अहिले चाहिँ यति नै अनि अहिले म सन राम्रो बनाउने कोसिस गर्छु म ओके ठिक भयो मजा आयो नि मजा त्यतिको चाहिँ हुनुपर्छ कतिको रोकिने यहाँ बस्न कति आँटेको त हेर्नु को गर्ने रे सिन बस्नु पर्यो आनन्द अब एकछिन है टाइम प्लिज ओके आया हेर्न अघि सर्ट हेर्न खोल्न जान लगाइरहेको त थर्ड के रे ल एकछिनमा भेट्छु एउटा मान्छे चाहिँ आज आइपुगेछ अब अर्को मान्छे कहिले आइपुगिने आउँदा हेर्ने एउटा मान्छेले अवस्था भैँसीले एउटा बबाल हाले हटाइ हानिदिएछ उसलाई कान रातै बनाइदिए रहेछ आउने बित्तिकै बिचरालाई चिनेर चाहिँ क्या हल्का जिस्काउनु गइरहेको रहेछ जिनिस चाहिँ कानमा लियामा लाएर छडाक हानिदिएछ हानेर नि हुन्छ नि अझ हानेर झन् यसरी रेगे अझ कतुरी फेरि हुन्छ नि ब्याट हाने अनि त्यो त्यस्तो रेगे
तँ हानम जस्तो रिसिरहेको थिएँ मैले हुन्छ नि फेरि ल जिनिस दाइ चाहिँ आउनु भयो झडै नि त्यही हो अब आफू त मामा घर पनि जानु पाइएन जे भयो नि अब हल्का म त त्यस्तो झगडा बाबाहरू बसेर नि केही कामै छैन कि मजा त मजा आएको थियो भने त्यस्तो मजा पनि आउँदैन कि त्यो चाहिँ गरेछ त्यो अनि त गोन्सिर आउनु थियो अनि हजुर अनि यस्तो अब कस्तो खुल्लो खुल्लो ठाउँमा आइपुग्यो अनि कहिले नआएको ठाउँ कहिले नआएको ठाउँ अनि यस्तो छ सफल अनि आइदियो अनि कस्तो पाहाड जान नि कस्तो मन लागिसक्यो यार कति भइसक्यो यार 2 वर्ष भेट्न लागिसक्यो तर जान त गयो पहिला पनि एकैछिन गएर आएको थियो कि त्यो खास चाहिँ त केही पनि भएको थिएन एकैछिन गएर एकै सेकेन्डको सेकेन्ड आइदियो आज गयो भोलिपल्ट फर्कियो त्यस्तो पाला गएको थियो अनि त्यो अनिलाईको घर गएको क्या अनिल सुनार भन्ने चिन्छ नि त्यो अनिलाईको घर गएको 2 दिनै फर्किहाल्न पऱ्यो अनि त्यसपछि ल्याङ लाउँदा आफ्नो गाउँ पनि जान पाएन म आउँदै त चाहिँ के खान आयो त्यही माथि म जान नि पाएन होइन त्यही भएर अनि अहिले चाहिँ ल ओके बाई होइन अहिले चाहिँ बाई दिनभरि यसरी सुते कस्तो मजा है न साथी न केही जेनिस दाइ चाहिँ अघि आयो अब म अहिले एकछिनमा जान्छु जेनिस दाइबाट मेरो दादाबाट अनि बाबा हेरी मेरो ब्लगको वेटिङमा छ नि हेरी के भन्ने अब मैले हेरी मेरो ब्लग आइरहन पर्यो अरे त्यस्तो भन्छ अब हेर्नु अब पहिलो कुरो भन्न पर्दाखेरि अब कन्टेन्ट के चाहियो होइन घरै जति बनाइरह्यो भने ल बोल्नुहोस् हजुर बोल्नुहोस् टुल्लु बेबी हो त पनि हाम्रो डेभिड दाइ भन्छ जाने हो म पनि साइकल सिक्नलाई है ए हो त्यस्तो त अनि ह्याप्पी सङ्क्रान्ति त भन्नै बिर्सेको भन्दा सङ्क्रान्ति ह्याप्पी सङ्क्रान्ति अब मैले अगाडि फर्स्टमा त भन्ने के अरे अनि ह्याप्पी होली सबैलाई ह्याप्पी सङ्क्रान्ति होइन अनि सबैजना बसिरहनु भयो होला घरमै होइन के कस्तो छ अब सबैको घरमा राम्रै होला होइन अब मेरो घरमा चाहिँ अब म चाहिँ नराम्रो परेछ अब अनि म चाहिँ अब यस्तो घ्याम तँले कसलाई मुर्दार भने अब मेरो घरमा यस्तो छ कि के हुन्छ भन्दाखेरि मेरो मुद्दारले त याद यो रे मेरो घरमा सम्मानै छैन के भन्ने मेरो त सम्मानै हैन तेरो मात्रै हेर तेरो मात्रै रे त भने हेर न कपाल आयो आमा हो अब घटकै याद आटाले के भने त्यो व्यक्त गर्न सक्दिनँ मैले त घरको याद आएर तँलाई कति धेरै कसले सम्झाए जस्तो तैँले मुर्दालाई के होला आसन न बातेहरू अनि आमालाई सम्झाए जस्तो तैँले सम्झिन्छु अनि अरू अनि त्यो पहिलाको तेरो केटी थियो त तेरो सम्झाएस् त्यो मुर्दाले कहाँ सम्झेन तेरो धोका दिए तेरो दिल टुटा है दिल टुटा मेरा दिल टुटा यो मुर्दाले त जिस्काइ बस्छ जिस्काएर बस्छ यसलाई त्यो केटीले मेन्सन गर्नु पर्यो है गाइस मेसेज गर्यो यसले यसको मतलब पर्यो गाइसहरु यो चाहिँ छ्यामको टोपी हो छ्याम मुस्ताङ जाने टोपी मन पर्यो तँलाई टोपी के भन्छ भन् छिटो अब इन्ड गर्दिम ब्लग अनि हेलो गाइसहरु आज चाहिँ हामी बजार गएर कस्तो मोमा हराएको मेरो भन
मेरो नयाँ जुत्ता पनि आइपुग्यो बजार गएर किनिदिनु भयो अब ल त एउटा भिटेनको ऱ्याप गाइदियो नि त ए बल छोडिदियो भने फेरि दिदी मेरीको अप्सन जलिसन म चाहिँ यत्रो त गेमसँग हल्लिएर आज पनि सामालको चालमा बसिरहेको आमा चाहिँ त्यो बाउसँग जङ्गिँदा यतिको चाहिँ हुनुपर्छ यो भिटेनको ठुलो फ्यान हो अनि ल आजको भ्लग चाहिँ यतितिर इन्ड हुन्छ के कस्तो लाग्यो भ्लग अनि त्यही नै गरिदिनुहोस् अनि अर्कोचोटि योभन्दा पनि मजेदार हुनेवाला छ त्यही नै भन्न चाहन्छु र अनि भिडियो एन्डिङ पुरै हेरिदिनुहोस् होला अनि नयाँले च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला बेल आइकन दबाइदिनुहोस् होला त्यति बिदाई चुप्पा दे डङ्किस क्यामेरामा हो बाई